हेलो एभ्रिवान है हाम्रो आज चाहिँ एउटा भिडियो लिएर आएको छु। यो चाहिँ हाम्रो जेलुका आपाले चाहिँ जहिले पनि खाने गर्छन् त। आज चाहिँ मैले यो चिया बनाइदिन्छु भनेर मैले है सबै रेडी गरेँ। अन्त के भन्छ कपमा नुन लगाएँ अनि एउटा अन्डाको फुटाएर रानी मैले एउटा कपमा लगाएँ अनि त्यसै गरी मैले मजाले फिटेँ है। उसले चाहिँ अब अलिकति हार्ड काम गर्नुपर्छ नि त। बिहानै उठेर छिटो छिटो उठेर कामहरू गर्नुपर्छ। अब ड्युटी जानुपर्छ, अहिले त झन् मर्निङ वक जानुपर्छ। अनि कम्ती मैले एड गरेँ, एउटा घिउ पनि खरेको घिउ पनि मैले एड गरेँ त्यसमा। अनि मैले मजाले चलाइदिएँ। अन्त मजाले चलाएर मजाले फिटेँ। अनि त्यसमा मैले चियाको रङ लगाएँ है। अनि चियाको रङ लगाएर चाहिँ यसलाई पनि मजाले फिट्नुपर्छ है। किनभने अब यो खाइन चाहिँ एकदमै हेल्दी हो है। किनभने अब हाम्रो केसँग चाहिँ के गर्छ भने अब उसले चाहिँ बिहानै छिटो उठ्नुपर्छ। अब घरमा पनि त्यतिकै काम गर्नुपर्छ, कोही छैन नि त। अन्त यो चाहिँ एकदमै राम्रो हुन्छ अब हार्ड काम गर्नेको लागि चाहिँ। अनि एकदमै चिया जस्तो पनि हुन्छ यसको। अब के हो यस्तो गनाउनु पनि नगनाउने फिल पनि हुँदैन, तर अब एकदमै राम्रो हुन्छ। अनि मैले यो चिया बनाइसकेँ है। अन्त तपाईँहरू पनि देख्नु सक्नुहुन्छ, तपाईँहरू पनि ट्राई गर्नु होला, केही छैन यसमा। अनि मैले बनाएर चाहिँ कस्तो भयो भनेर मैले अलिकति चाखेँ। बिहान भर्खर उठेको थिएँ है, मुख पनि दुख्दिनँ तर पनि चाखिदिएँ। अन्त यसो उसको आप्पालाई कस्तो भयो भनेर मैले भनेँ। अन्त एकदमै राम्रो भयो अरे, मिठो भयो अरे है। तपाईँहरूले भिडियोलाई फलो गरिदिनुहोस् होला, सेयर गरिदिनुहोस् होला, सब्सक्राइब गरिदिनुहोस् होला। गुड बाई।